हेलो साथीहरू नमस्ते स्वागत छ तपाईँलाई फेरि पनि प्रार्थना आबुजु मिनी ब्लगमा। यतिखेर चाहिँ हामी शनिबारको दिन परेको थियो। बच्चाहरूले जम बाहिर स्किम बेस्ट 99 जाने भनेर टिकटकतिर यताउतितिर सामाजिक सञ्जालमा देखि नै हाल्छ। अहिले बच्चाहरूलाई कस्तो बाठो हुन्छ क्या बच्चाहरूलाई। अनि जाने भनेपछि शनिबारको दिन लगेर जाऊँ न त भनेर त्यहाँ गयौँ। त्यहाँ हेरिसकेपछि अब ओपनिङ पनि भइरहेको थियो, 4-5 दिन अगाडि ओपनिङ भएको रहेछ। अनि त्यहाँ चाहिँ एकदम घर नजिकै सजिलो पनि होइन। तर त्यहाँ गइसकेपछि चाहिँ एकदम बच्चाहरूले चाहिँ भनेको भन्दा पनि ज्यादै बिल बनाइदियो बा। मलाई त हतुवा आइरन तिर्नै पर्यो, बेजत पनि हुन्छ त्यहाँ फर्का भन्दाखेरि है। अनि त्यसपछि यहाँ आउँदा आइसक्रिम खाने के खाने भन्दै थियो। अब जाडो नै छ काठमाडौँमा चाहिँ, अनि आइसक्रिम खानु पर्दैन भनेर उनीहरूलाई भनेको खानेकुराहरू किनिदिए। अनि मजाले यहाँ कर्नडक पनि मजाले खाँदैछ प्रार्थनाले पनि, स्यारोनले पनि। अनि मैले चाहिँ मोमो अर्डर गरेँ। यहाँको मोमो चाहिँ मलाई मनपर्छ, नभए चाहिँ म हतपत खाँदिनँ बाहिर किनेर मोमो है, मन पर्दैन। अनि आफ्नै हातले बनाएको मोमो मनपर्छ। अनि साथीहरू च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला। यहाँ चाहिँ मैले घर आइसकेको छु, यो चिप्स पनि किन्नु लागेको